हेलो एभ्रिवान, हजुरहरूलाई म आज मेरो दिन कसरी बिताउँछु भन्छु है त। म 12 बजीतिर घरको काम सकेर पसल गएँ। पसल गएर बढार कुडार गरेर थोरै मेकअप गर्न थालेँ। मेकअप गर्दा गर्दै एकजना सिस्टरले सामानको अर्डर गर्नुभयो अनि म छिटो मेकअप गरेर आफूलाई रेडी गरेर न्यू रोड जानुपर्ने थियो, किनकि पसलमा सामान आउट अफ स्टक थियो नि त। त्यही भएर हतार गरिरहेको थिएँ अनि हल्का टचअप गरेर म यस्तो भएर हेर्नुहोस् है, अनि साथीलाई बोलाएर न्यू रोडतिर लागेँ। जाँदाखेरि हर्र हावा चलेको थियो, शीतलै थियो। अलि पर गएपछि घाम चर्केर हेर्नु न यस्तो जाममा फस्यौँ हामी। त्यही पनि छिटो गरेर गइरहेको थियौँ। अनि कोडेश्वरबाट चाहिँ मैले चलाइरहेको थिएँ स्कुटर, मलाई गाह्रो भयो भनेर। अनि हतार सामान लिएर फेरि हामी हतार रोयल ब्युटी हबतिर फर्किहाल्यौँ, किनकि पसल खुल्ला थियो। अनि एकजना सिस्टरले चाहिँ मलाई हेयर कलरको लागि बुक गर्नुभएको थियो। अनि छिटो आयौँ। बाटो खाली नै थियो, राम्रै थियो आउँदाखेरि चाहिँ। अनि हामी यसरी रमाउँदै आइरहेको थियौँ बाटोमा। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग हो नि त। अनि हजुरहरूलाई कस्तो लाग्यो त्यो चाहिँ कमेन्टमा भन्नु होला। मेरो ट्राई कस्तो छ त्यो चाहिँ भन्नु होला। मलाई खासै आउँदा नि आउँदैन, अनि हल्का सल्लाह सुझाव पनि दिनु होला। अनि हामी यो भाइरल पुलबाट सरर हिँड्दै आउँदैछौँ स्कुटीमा। अनि उहाँ दिदीलाई चाहिँ चस्मा नलाउँदा राम्रो देखेन अरे भनेर फेरि चस्मा लगाएर भिडियो खिच्दै हुनुहुन्छ हेर्नु न। अनि आएर मैले कलर गरेर यस्तो बनाइदिएँ। उहाँको कपाल कस्तो भएको छ हेर्नुहोस् त। अनि त्यसपछि फेरि अर्को सिस्टर आउनुभयो, उहाँको फेसियल पनि गरिदिएँ। फेसियल गर्दा मेरो हस्बेन्डले फेरि भक्तपुर जाउँ भन्नुहुन्छ। अनि म भक्तपुरतिर हिँडेँ मकै भाषाको लागि। आजको लागि यति नै मेरो ब्लग। थ्याङ्क यू ब्लगलाई लास्टसम्म हेरिदिनु भएकोमा।